म सुतिरहे नै थिएँ। काम गर्दा गर्दा रातिको काम किसानहरूलाई धेरै नै गाह्रो भइरहेछ र हेर्न सक्नुहुन्छ म खेत पुगिसकेको छु। हेलो गाइज, वेलकम ब्याक टु माई भिडियो। म अभिषेक चौधरी र तपाईँहरू हेर्दै हुनुहुन्छ अभिषेक ब्लग। आज बिहानै बिहानै ड्याडी चाहिँ मोटर लाउनु भयो खेतमा। म सुतिरहे नै थिएँ, म अघि नै उठेँ, भनेपछि आधी घन्टा ढिलो उठेँ। काम गर्दा गर्दा रातिको काम तपाईँहरूकै लागि नयाँ नयाँ स्क्रिप्टहरू सोच्दै लेख्दै अब त्यसमै ढिलो लाग्छ, टाइम लाग्छ मलाई, त्यसैले ढिलो नै सुतेँ। अझै ड्याडी चाहिँ पाइप चाहिँ लाउँदै हुनुहुन्छ, म चाहिँ खेततिर लाग्दैछु। खेत पनि पुग्न आँटिसक्यो। अस्ति जुन धान लगाएको थिएँ त्यही धानलाई पटाउनु पर्ने हुन्छ टाइम टु टाइम, किनकि सुकिसकेको छ पुरै धान मतलब भन्नाले तलको जमिन पुरै, किन पानी नपरेको कारणले गर्दा किसानहरूलाई धेरै नै गाह्रो भइरहेछ। किसानहरूलाई धेरै, सर्वप्रथम धेरै गाह्रो भनेपछि खाद्य पदार्थहरू जुन जस्तै हुन्छ नि, युरिया मलहरू पाउनु चाहिँ धेरै नै गाह्रो भइरहेछ। र हेर्न सक्नुहुन्छ म खेत पुगिसकेको छु। अस्ति लगाएको धानहरू हेर्न सक्नुहुन्छ कस्तो भइसकेको छ, कस्तो हरियो हरियो, अब ठुलो ठुलो हुन आँटिसक्यो र खुसी लाग्छ आफैले मेहनतले गरेको। जब ठुलो ठुलो भएपछि होइन, केही चेन्जेस, केही ग्रो भएपछि अनि त्यसमा चाहिँ धेरै नै खुसी लाग्छ। अनि अहिले मर्निङको सिजनमा हेर्न सक्नुहुन्छ हाम्रो गाउँ कस्तो लागिरहेछ। पुरै अचेल त हल्का चिसो नै गरिरहेछ 2-3 दिनदेखि, त्यति पनि गर्मी साह्रो छैन। अब ड्याडी चाहिँ पर हुनुहुन्छ, ड्याडी उता मोटर लागिरहेछ त्यहाँनिर, त्यही अब पाइप चाहिँ मिलाउँदै हुनुहुन्छ। म पनि आइसकेँ, म पनि हेल्प गर्नलाई। आफ्नो काममा गर्नुपर्छ गाइस, हेल्प गर्नुपर्छ। र खेतीपाती गर्न पनि धेरै गाह्रो नै छ। अब गर्ने मान्छेको लागि त सजिलै नै हो जे पनि होइन, र नगर्ने मान्छेको लागि गाह्रो नै छ। हेर्न सक्नुहुन्छ हाम्रो यो धान कत्रो ठुलो ठुलो भइसकेको छ, पुरै धान ठुलो ठुलो भइसकेको छ। पाइप यहाँसम्म आइसक्यो, त्यहाँ परसम्म लानु पर्ने हुन्छ, त्यो अर्को पल्लो खेतसम्म। यो खेत हाम्रो होइन, यो बिचको खेत, यहाँको अगाडिको ड्याडी गर्दै हुन्छ। तान्नु आमा, तानै पर्दो। पाइप पनि पुगेन होला जस्तो लागिरहेछ मलाई, चिसो चिसो छ पुरै, पल्लाहरू परिरहेछ भन्नाले ओसहरू अचेल पर्ने गर्नुपर्छ। खाली खुट्टा हिँड्नलाई चाहिँ राम्रै लाग्छ, घाँसमा हिँड्नु पनि पर्छ, स्वास्थ्यको लागि राम्रो हो।